समृद्धिलाई राम्रै परेछ है युवालाई चाहिँ ठुलो परेछ बधाई छ स्वागत पनि छ हाम्रो जेनजी युवा अब त्यस्तै गरी विशाल विश्वकर्मा त्यस्तै गरी गङ्गा परिया छुट्टा गायिका जो धेरै वर्ष गीत सङ्गीतमा आबद्ध हुन्छ चर्चित गायिका अहिलेको चर्चित कलाकार अहिले लास्टमा गाएर स्वागत गर्न चाहन्छौँ सबैजना जोरदार ताली सबैलाई स्वागत छ त्यस्तै गरी जनसांस्कृतिक महासङ्घका तत्कालीन कास्की जिल्लाका पूर्व अध्यक्ष राजेन्द्र पोखरेल ज्यूलाई पनि स्वागत गर्न चाहन्छु त्यस्तै गरी हाम्रो अग्रज गायक साथै सर्जक आदरणीय दाई पदमराज घिमिरेज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु यहाँलाई पनि हार्दिक हार्दिक स्वागत छ राष्ट्रिय स्वतन्त्र पार्टीमा हजुरले त्यो उसको लागि फिक्स भइसकेको छ अघि पदमजी पूर्व अध्यक्ष साथै लगभग सम्पूर्ण कार्य समिति नै राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको यो समय छ एकदमै यो खुसीको बेला हामीले यति बेला यहाँलाई प्रवेश गराउने कार्यक्रम तय गरिरहेका छौँ यति बेला म यो ब्याज ग्रहणको लागि अगाडि आइदिनु हुनुको लागि गोविन्द विश्वकर्माज्यूलाई अनुरोध गर्न चाहन्छु स्वागत छ है माधिमा हो माधि त्यस्तै गरी तत्कालीन जनसांस्कृतिक महासङ्घ समाजवादीका कास्की जिल्लाका उपाध्यक्ष विमला विकाज्यूलाई यो ब्याज ग्रहण सहित राष्ट्रिय स्वतन्त्र पार्टीमा हामी प्रवेश गराउँदैछौँ यहाँलाई अगाडि आइदिनु अनुरोध गर्न चाहन्छु हजुरलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत छ कर्मलाई म अगाडि आमन्त्रण विवेक विश्वकर्मालाई राष्ट्रिय स्वतन्त्र पार्टीमा हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो जेएनजी कलाकार त्यस्तै गरी त्यस्तै गरी तत्कालीन जनसांस्कृतिक महासङ्घ समाजवादीका कास्की जिल्लाका सभापति अध्यक्ष यति बेला हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ चर्चित लोकदोरी गायिका सपना विकालाई म अगाडि आमन्त्रण गर्न चाहन्छु।
हार्दिक स्वागत गर्न चाहन्छौँ राष्ट्रिय स्वतन्त्र पार्टीमा। ल स्वप्नजी स्वागत छ हजुरलाई है म सानो फोटो भयो भयो?